सो आजको मर्निङ यसै सुरु हुन्छ हेर्न सक्नुहुन्छ। आज चाहिँ धनियाँ लिन धनियाँ हेर्न सक्नुहुन्छ यहाँनिर धनियाँको चटनी र अचारसँग अचार बनाउने यसको चाहिँ यस्तो मिठो हुन्छ नि। अनि त्यसपछि के छ भने हेर्न सक्नुहुन्छ यसरी माथिको टिप्दिरहेछु। भयो अनि त्यसपछि म कागती टिप्न जान्छु। कागती नै हाम्रो बारीमै छ। सो धनियाँ चाहिँ किन लियो हेर्न सक्नुहुन्छ। खुर्सानी ओहो कविरे खुर्सानी छ। त्यसपछि यो अब हाम्रो लसुन एउटा दुइटा टिप्दिउँ न। लसुन नि अलिकति टेस्ट आओस् भनेर चाहिँ धेरै लसुन होइन एउटा दुइटा पत्ता चाहिँ यसको ल्याइदिनु पर्यो। हेर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो चाहिँ हेर्न सक्नुहुन्छ यो पनि लसुन नै रहेको छ। यो हाम्रो प्याज भइहाल्यो। प्याज चाहिँ हामी देख्दैन। हामी चाहिँ हेर्न सक्नुहुन्छ। पर चाहिँ हिमाल छ। यता घाम लागिरहेको छ। यो चाहिँ हाम्रो कटरको बोटो। यो हाम्रो बेलौती अनि यहाँनिर कागतीको छ। म चाहिँ अहिले कागती टिप्छु। सिमी पनि छ यतातिर। सिमीहरू पनि रहेको छ। आलु भयो। यो त तल छ कि छैन। यतातिर पहिला हाम्रो काँडावाला धनियाँ पाइन्थ्यो। एकदमै राम्रो हुन्छ। म हेर्दैछु अहिले पाइन्छ कि पाइन्न भनेर। हेर्न सक्नुहुन्छ। यो चाहिँ हामी घाँस काट्न जान्थ्यौँ यता हाम्रो बारी तलको चर्च कति राम्रो छ हेर्न सक्नुहुन्छ। धनियाँ त रहेनछ क्या। यो चाहिँ हाम्रो सुन्तला रहेको छ हेर्न सक्नुहुन्छ कति फलेको छ।